हाम्रो सैन्य झन्डाको रङ्ग त्यो पनि त रातो हुन्छ त्यहाँ सिङ्गो नेपाल हुन्छ त्यहाँ सिङ्गो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ माहौल है ना माहौल मान्छे हेर न मान्छे यार तिर भएको पनि जनता हुन् देशका अब यहाँ भएको नि जनता कति फरक छ क्या हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल कोको राइड आज चाहिँ म काठमाडौँसम्म जान लागिरहेको छु होइन काठमाडौँ चाहिँ आज खासै विशेष काम विशेष त हो तर मेरो आफ्नो पर्सनल काम चाहिँ छैन म चाहिँ आज फागुन 15 गते हो नि त होइन आज राजाको लागि चाहिँ अब अलिकति एउटा मान्छेहरू राजा आउनुपर्छ भन्ने सपोर्टमा अब आज सिंहदरबार कता कतादेखि हो रुट त्यो पनि थाहा छैन मलाई होइन राजालाई चाहिँ जे होस् नारायणहिटी छिराउनी सरी सिंहदरबार छिराउनी भन्ने कुरो छ अरे होइन अब त्यसको लागि साथ सपोर्ट दिनलाई चाहिँ म एकछिन भने नि त्यहाँ पुगेर आउँछु भन्ने हिसाबले टक्क म घरबाट निस्किरहेको छु आज होइन जाने हो राजालाई सपोर्ट गर्ने हो होइन राजालाई देशमा अब के भन्ने अब ल्याउनै पर्ने भएको छ क्या अब म त्यति राजनीतिक कुरो त त्यति जान्दिनँ होइन तर यी राजनीति गर्ने नेताहरू गधाहरू देखेर चाहिँ अलिकति दिक्क लागिरहेको छ क्या त्यही भएर चाहिँ खास अब अप्सनमै हो अब राजालाई चाहिँ अब ल्याउनै पर्छ भन्ने हिसाबले चाहिँ अब जान लागिरहेको छु अब म गएर राजा आउने नआउने त होइन त्यही पनि साथ सपोर्ट चाहिँ एउटा गरौँ भन्ने हिसाबले आज जान लागिरहेको छु ओ रचित भाइ कहाँ हो भाइ त यो कहाँ जान लागेको छ कहाँ जान लाग्यो त भाइ केटिएम के गर्न जान लागिस् नास्ता नाच्न ल हिँड ल अहिले चाहिँ राजाको सहर होइन ज्ञानेन्द्र सरकारको सहर हामी आइसकेका छौँ बालेन सहर के अरे बालेन सिटी पनि भन्छ के अरे बालेनको सहर पनि भन्छ अब बालेन भने अब हिजो अस्तिका हुन् होइन तैपनि उहाँको नि सहर हो होइन लिड अहिले सहरलाई उहाँले लिड गरिरहेछन् तैपनि पुरानो भने त होइन हाम्रै त हो नि त कहाँ जान्छस् अब कहाँ जान्छस् किर्तिपुर कलङ्की पहिला बाइक धुन्छु अनि मात्र निस्किन्छु अब मैले चाहिँ अब फ्ल्याग राखिसकेँ फ्ल्याग फिक्सिङ चाहिँ राम्रो भएन है क्या यार ओके नेपालको झन्डा मैले हालिदिइसकेँ टोलीहरू अगाडि पुरै लागिरहेछन् है यो नि त लाइन बनायो होइन टोली छन् यार ग्रुप म मात्रै अब यो चाहिँ उसमा चाहिँ आज एक्लै आएको छ होइन सब टोली आछन् मेरो इलाकाबाट चाहिँ थाक्रेबाट चाहिँ म मात्रै आएको छु कि आज यार यत्तिकै त हुनु पऱ्यो नि होइन यो हो नि त लाइन यत्तिकै भयो नि त राजा आइहाल्यो नि होइन आउनुभयो राजा आउनुभयो यतिजना सपोर्ट छ यार मान्छे आमा मलाई यहाँ देख्दा यतिको सपोर्ट लगाइरहेको छ है सबै जनताले गरे अब अन्त ठाउँबाट कति आइरहेको होला नि है त उताबाट चाहिँ छेके थियो यताबाट चाहिँ जान दिएर रहेछ ट्राफिक दाइ पनि पुरै मस्त हाँसिरहेको छ ल ठिक छ तर पुलिसले नि नचाहेको त होइन नि यार राजा आउनु भन्ने है पुलिसमा नि राजावाद छ क्या यत्तिको हुनु पऱ्यो नि घर छोडेर यहाँ आएपछि चाहिँ छुट्टै छ क्या है घरतिर यत्तिको माहौल छैन
तर काठमाडौँमा छ क्या हाम्रो घरतिर त के भन्ने अब सबै पार्टीले भरेर पार्टीका मान्छे छन् जस्तो लाग्छ यार है काठमाडौँ आयो काठमाडौँमा राजा भए मान्छे छन् जस्तो लाग्छ राजावाद मान्छे होइन हाम्रो धादिङमा जति चाहिँ राजनीति कहीँ हुँदैन जस्तो लाग्छ है त्यही भएर खासै धादिङबाट आएको छैनन् क्या मान्छेहरू धादिङमा त अब उम्रेदेखि खुम्रे सब नेता है कुनै पार्टीमा इन्भल्भ नभए मान्छे हुँदैन है अनि के आउँथ्यो त नि आउँदैनन् नि यो के हो होइन देश नेताहरूलाई यो के हो यो बास बवाल ल हेर चोर भ्रष्ट नेताहरू यो के हो बवाल यतिको त हुनु पर्यो नि होइन झन्डालाई सम्हाल्न मलाई गाह्रो छ प्राणभन्दा प्यारो छ पार्टीको झन्डा बोकेर हिँड्नुभन्दा है राजाकै बरु झन्डा के अरे नेपालको झन्डा बोकेर राजाको झोले बनेर हिँड्न पर्ने पनि त्यो पनि डिजर्भ सही लाग्छ क्या त होइन अलिकति प्राउड फिल हुन्छ देशको लागि म झन्डा बोकेर हिँडेको छु त भन्ने हुन्छ नि होइन तर पार्टीको लागि पार्टीको झन्डा बोकेर पार्टीको झोले भएर हिँड्न चाहिँ त्यति मेरो चाहिँ मनले मानेन है किनकि अहिलेसम्म कुनै पार्टीको झन्डा बोकेर हिँडे पनि छैन होइन अब राजाको नि बोकेर हिँडेको थिइनँ तर टाइम कन्डिसनले झन्डा राजाको झन्डा बोके होइन देशको झन्डा बोकेर राजाको लागि हिँड्नुपर्ने आज फर्स्ट टाइम मैले मेरो टाइम देशको लागि छुट्याएको छु होइन आजसम्म कुनै पार्टीको लागि हिँडेको चाहिँ छैन ठिक छ यति गर्दाखेरि मनलाई आज अलि एकदम शान्ति भइरहेछ क्या यतिको हुनु पऱ्यो नि है यो होइन उसमा एटेन्ड गर्दा पनि खुसी फिल भइरहेछ आज निन्द्रा राम्रो लाग्नेवाला छ नाइस नाइस यो देखिरहेको झन्डा अब न कुनै पार्टीको होइन न कुनै सङ्घको न कुनै संस्थाको हो होइन झन्डा त नेपालको हो नि होइन सबै मान्छे आएको त देशको लागि हो नि है अब राजाले बुझ्नु पनि जरुरी छ होइन जनताले यतिको साथ दिएछन् यतिको आँट दिएछन् देश बचाउनलाई राजाले नि बुझ्नुपर्छ है ठाउँ ठाउँमा बसेका मान्छेहरूले न पार्टीमा कुनै पार्टीमा आबद्ध भए मान्छेहरू त आउँदैनन् यहाँ होइन पार्टीमा आबद्ध नभए मान्छेहरू चाहिँ आएर उठ्न जरुरी छ क्या देशको लागि भने पनि राजाको लागि भन्दा पनि देशको लागि चाहिँ आउनु जरुरी छ मान्छेहरू अब यतिको आछन् अब बिस्तारै बिस्तारै अझै यसलाई चाहिँ माहौल चर्काउँदै जानुपर्छ है राजाले नि अलिकति यो कुरालाई चाहिँ अलिकति सिरियस लिएर होइन अब हुन्छ नि त राजाको त छ त छुट्टै पावर होइन त्यो अनुसारले अब निस्किनुपर्छ देशलाई चेन्ज चाहिसकेको छ यो पार्टी व्यवस्था सबै क्या सबै कुरा त बुझिँदैन तैपनि अब देशको लागि चाहिँ केही चेन्जेस आवश्यक छ ल यत्रो मान्छे आछन् यार है न कुनै पार्टीका हो यी मान्छे न कुनै सङ्घ संस्था देशको लागि ओन्ली नेपालको फ्ल्याग मात्र उभिएको छ क्या यहाँ ल नेपालको फ्ल्याग यो के हो त यो यी त झोले होइन नि त होइन देशका भक्तहरू उभिएका छन् अगाडि देशको प्रभु नि खडा हुन जरुरी छ अब कहिले हुने हो खडा यहाँ चाहिँ अहिले भक्ति मात्रै भइरहेछ क्या पुरै होइन प्रभु प्रकट भएको छैन अझै प्रभु प्रकट भएपछि चाहिँ बवालै हुनेवाला छ होइन यो हो नि त यार हेर झोले हो सिधै भन्छु म त है झोले नै हो तर हामीलाई नि उनीहरूले झोले भन्छन् भने ठिक छ नेपालको झन्डा बोकेर झोले भनिन्छ भने त डिजर्भ छ यो हो नि त यार होइन देशको झन्डा बोकेर झोले भइरहेछ आज ल ठिक छ केही छैन भने पनि भनौँ ज्ञानी भएर बस्नेवाला छु हिँड्नेवाला छ अब होइन
देशमा चेन्जेस चाहियो केही देशमा गरी खाने माहौल चाहियो अरू केही होइन है जोस हेर जोस जोस यत्तिकै छ यार यी मान्छे के भन्ने अब कसको लागि अब करेरा भन्ने मान्छे होइन प्यारो छ त देश यार यो कुरा किन बुझ्दैन यार नेताले यार यत्तिको माहौल नेताले नबनाइदिए भए होइन यसरी जनता अब उत्रिनु नपरे भए नेतालाई नपुग्के छ र होइन यो माहौल त नेताले क्रिएट गरिदियो हो नि त होइन थियो त के अरे लोकतन्त्र आयो गणतन्त्र आयो के तन्त्र आयो त्यो तन्त्रसँग चेन्ज भए सँगसँगै देश पनि चेन्ज भइदियो भए त यो अवस्था त आउँदैन थियो नि फेरि अगेन गएर राजतन्त्र होइन राजा चाहियो भन्दै हिँड्नु पनि अवस्था त आउने थिएन नि मेरो थाक्रेबाट म यत्तिकै आएको छु है अरू कोही छैन म एक्लै मात्रै आएको छु मेरो पछाडि कोही छैन आज मादेशीबाट चाहिँ अब म मात्रै आएको छु यसरी अब के भन्ने अब हाम्रो धादिङमा अब थाक्रेमा नेता बढी भएको ठाउँ है नेता र कार्यकर्ता मात्रै धेरै भएको ठाउँ हो क्या आज जाउँ भन्दा साथीहरू कोही आएन होइन वान ओन्ली म मात्रै आएको छु यसरी ठिक छ राष्ट्रवाद ममा मात्र रहेछ भन्ने बुझिएको छु मैले अब होला नि अब कसैको साथीहरूकोमा होला नि तर काम सामले आउनु नपाओ के हो थाहा भएन होइन ठिक छ अब हेरौँला नि अब होइन राष्ट्रवाद भए साथीहरू अरू टाइम आउला नि त तर आज चाहिँ म धादिङबाट थाक्रे मादेशीबाट चाहिँ अनली म मात्रै आश लागेको छ आउनु त अरू आयो होला नि मेरो साथी सर्कलमा चाहिँ म मात्रै छु आज जय राष्ट्रवाद राजा वेलकम आओ राजा आओ देश बचाओ मान्छे हेर न मान्छे यार हाम्रो घरतिर भएको नि मान्छे हो यहाँका नि मान्छे हुन् अनि जनता भनौँ न घरतिर भएको नि जनता हुन् देशका अब यहाँ भएको नि जनता कति फरक छ क्या होइन हाम्रो धादिङ थाक्रे मादेशी सिमले भन्दा यहाँ धेरै फरक छ यार धेरै फरक खालका मान्छे जस्तो लाग्छन् है मलाई नेपालको मात्र झन्डा देख्न पाउँदा चाहिँ बाबा खुसी नै लाग्छ क्या फुटबल स्टेडियममा इन्डिया र नेपालको म्याच फुटबल म्याच हेर्न गएको जस्तै लाग्छ ल यो के हो त नि यो बबाल बबाल माहौल तातिरहेछ यो हो नि त माहौल यार माहौल चर्किरहेछ पुरै अगाडि चाहिँ पुरै पुलिसहरू पुरा रेडी छ है पुरा पानीवाला होइन लिएर पुरै रेडी छ यहाँ चाहिँ रहेछ के अरे ज्ञानेन्द्र के अरे शाही कि के हो होइन ज्ञानेन्द्र शाही पुरै गाडीमा अगाडि हिँडिरहेछ खटेर पुरै ल गाडीको लागि बाटो छोडिदेऊ है छोडिदेऊ गाडी ब्याक ब्याक यत्तिको जोस हुनु परेन है माहौल है ना माहौल म चाहिँ त्यहाँको आजको र्याली या आमसभा भनौँ त्यहाँलाई चाहिँ मैले एटेन्ड गरेर म घर फर्केँ म आज काठमाडौँ बस्दिनँ नि त धादिङ जान्छ होइन त्यही भएर म त्यहाँबाट निस्केँ अब त्यही हो कुरा जनमानस त्यत्रो उत्रिहालेका छन् है राजा नि आउँदैछन् भन्ने सुनेको छ अलिकति ब्लकेजै भयो क्या त्यहाँ
आउँछन्। अब राजालाई चाहिँ मैले सिंहदरबारभित्र नछिराइकन अब घर फर्किनु पऱ्यो होइन। दुःखको कुरा चाहिँ त्यही हो। र अब आजको भ्लग चाहिँ अब यहाँबाट नै इन हानेर अर्को भ्लग नआउन्जेलसम्म मलाई बाई गाइज, सी यू इन नेक्स्ट भ्लग है त। ल